सम्पूर्ण जिल्लाको टिमबाट उहाँलाई वेलकम है लगाएर स्वागत गरिदिनु हुन अनुरोध गर्दछु र हाम्रो सम्पूर्ण जिल्ला टिमबाट जय माता र उहाँले आजको श्रमदानको लागि 5,000 रु 5,000 आज सहयोग गर्नुभएको छ। उहाँलाई जोरदार तालीले Again, one more tally. त्यसपछि हामी श्रमदान स्थलतिर लाग्नेछौँ। धन्यवाद यस सङ्घसभा जिल्लाका सम्पूर्ण यस उपस्थित श्रमदाताहरूलाई पहिलो त म क्यान्सर भुटिया अर्थात् भोटखोला निवासी चुम्डा भुटियाको तर्फबाट श्रम अभियानमा तपाईँ हामी जुटिनु भएको र जो हामी हर्क श्रमदानको सिद्धान्तलाई फलो गर्ने र गरिरहन हामी इच्छुक स्वतस्फूर्त उपस्थित हुने सम्पूर्णलाई जय श्रमदान भन्न चाहन्छु। जय श्रमदान। मैले केही कुरा अस्ति म प्रवेश गर्ने बेला पनि घरमा राख्न चाहेँ तर त्यहाँ पनि अलिकति समयको बावजुद राख्न सकेन। तर त्यो आज यहाँ विशेष सङ्घसभामा राख्न चाहेँ, जसको निम्ति म के भन्छु भने विगतमा विभिन्न म पनि एउटा पार्टीहरूमा कुद्दै गर्दाखेरि हिँड्दै गर्दाखेरि निर्वाचनमा होमिँदै गर्दाखेरि विभिन्न पार्टीहरूमा म विगत एमालेमा थिएँ, नेकपामा भए र 2079 सालमा गठबन्धनको पालिका प्रमुखमा भएर सङ्घसभाको भोटखोला गाउँपालिकामा म पालिका प्रमुख चुनावबाट उपविजेता बन्न पुगेँ। र पछिल्लो ट्रेकमा चाहिँ मैले के देखेँ भने जुनसुकै पार्टीले पनि यो राष्ट्रियलाई ऋण मात्रै थुपारेको देखेपछि अब चाहिँ हर्क साम्पाङको पार्टीले चाहिँ पक्कै पनि यो चाहिँ ऋण नथुपार्ने राष्ट्रियको एउटा सुन्दर पार्टी हो भनेर मैले बुझेर म यो पार्टीमा प्रवेश भएको छु। हुन त मैले विगतमा पनि हाम्रो मेयर पूर्व मेयर र हाम्रो राष्ट्रिय पार्टी श्रम संस्कृति पार्टीको पार्टी अध्यक्ष उहाँको म पहिलादेखि नै सायद भन्नुपर्दा भोटखोला गाउँपालिकाको पालिकाबाट त म उहाँ मेयर जितेर पहिलोचोटि उहाँको कार्यकक्षमा खाता लगाइदिनु जाने मै हो जस्तो लाग्छ मलाई। उहाँले पार्टी नफल्दै यो अभियानमा नचल्दै पनि र मलाई जति पनि विगतमा काङ्ग्रेसले यो व्यवस्था ल्यायो होला, एमाले ल्यायो, राप्रपाले ल्यायो होला, जनमुक्ति विभिन्न पार्टीले ल्यायो होला, तर व्यवस्था त ल्यायो तर सबै अल्छी भएर काम गर्नु भएन। अब यो काम गर्ने पार्टी चाहिँ एकमात्र हर्क साम्पाङको पार्टी हो भनेर बुझेर मलाई विभिन्न पार्टीहरू साथीहरूले विभिन्न मलाई तपाईँको अवसरको कुराहरू ल्याउनु हो। भन्नै पर्दा कम्युनिस्ट पार्टीहरू एकता हुन्छ, तपाईँ पालिका प्रमुखको टिकट दिन्छ, लावात कुराहरू आयो। तर मैले टिकटको लागि मेरो त्यो लोभ लालचाको लागि मैले गएन। मलाई चाहिएको भनेको हाम्रो देश बढ्नुपर्छ भन्ने एउटा उद्देश्य भएको हुनाले र यो देशमा अब एउटा मात्रै विकल्प पार्टी भनेको र राम्रो पार्टी भनेको यही श्रम संस्कृति पार्टी छानेर म यसमा आफै कसैले नबोलेकन म हाम्रो वरिष्ठ नेता सुदन किरातीज्यूको हातबाट मैले प्रवेश गरेको छु। त्यसो भएको हुनाले यो जति पनि यो जिल्लामा म बिचमा मैले सम्पर्क गर्न सकेन होला, त्यसमा म जिल्लाका हाम्रा श्रमदाताहरू र श्रमका हाम्रा सङ्गठनका मित्रहरूलाई क्षमा याचना गर्न चाहन्छु। आजदेखि तपाईँहरूलाई जहाँ बोलाउनुहुन्छ म त्यहाँ उपस्थित हुने पनि कटिबद्धता जारी गर्दै मेरा भनाइ यही टुङ्गाउन चाहन्छु। धन्यवाद।